तपाईको डकुमेन्ट, तपाईको फोटो, भिडियो, सिक्रेट सबै जिमेलमा छ र यदि कुनै गलत मान्छेको हातमा उक्त डिटेलहरू पर्यो भने ठुलो समस्या निम्त्याउन सक्छ। तपाईको जिमेल एकाउन्ट जुन तपाईको बारेमा सम्पूर्ण कुराको जानकारी राख्छ, तपाईको जिमेल जुन तपाईको ब्याङ्कसँग लिङ्क छ, जुन तपाईको फोन नम्बरसँग लिङ्क छ र सम्पूर्ण डकुमेन्टहरू जुन तपाईले इमेल थ्रु चाहिँ पाउनुहुन्छ र यदि तपाईको जिमेल नै ह्याक भयो भने सम्पूर्ण कुराको जानकारी ह्याकरसम्म पुग्छ र पहिले नै फोन उठाउनुहोस् र मसँगै तपाईँ पनि जिमेलमा यो सेटिङहरू मिलाउनुहोस्। फ्याक्टर अथेन्टिकेसन गर्नुहोस्। यसको लागि म्यानेज योर गुगल एकाउन्टमा गई सेक्युरिटिज एन्ड साइन इनमा गई 2 स्टेप भेरिफिकेसन अन गर्नुहोस्। तपाईँले यो सेटिङ गरे पश्चात तपाईँको कसैले पासपोर्ट पाउँछ भने पनि 2 फ्याक्टर अथेन्टिकेसन भएकाले तपाईँको इमेल लगइन गर्न सक्दैन जबसम्म उक्त व्यक्तिले ओटिपी पाउँदैन। र दोस्रो नम्बरमा रहेको छ थर्ड पार्टी एप्सहरू चेक गर्ने। यसको लागि तपाईँले लिङ्क्ड एप्सहरूमा गएर तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ कुन कुन एपमा तपाईँको लगइन छ र त्यहाँबाट तपाईँले लगइन गरेको अननेसेसरी एपहरूलाई हटाउन सक्नुहुन्छ अथवा लगआउट गर्न सक्नुहुन्छ। यदि कुनै वेबसाइटमा तपाईँको लगइन छ भने पनि साइन आउट गर्न सक्नुहुन्छ। र तेस्रो नम्बरमा रहेको छ तपाईँले चेक गर्नुहोस् तपाईँको इमेल अन्य एप्स अथवा मोबाइलमा लगइन भएको त छैन। त्यसका लागि सेक्युरिटिज एन्ड साइन इनमा गएर यो डिभाइसेसमा तपाईँले लगइन गर्नुभएको डिफ्रेन्ट कम्प्युटर र फोनहरू तपाईँले हेर्न सक्नुहुन्छ र यदि तपाईँले कुनै मोबाइल फोन अथवा कम्प्युटर लगआउट गर्नुभएको छैन भने तपाईँले उक्त डिभाइसलाई लगआउट गर्न सक्नुहुन्छ। र सबैभन्दा इम्पोर्टेन्ट कुरा रिकभरी अप्सन युज गर्नुहोस्। यसको लागि सेक्युरिटिज एन्ड साइन इनमा गएर रिकभरी फोन नम्बर र रिकभरी इमेल राख्नुहोस्।